अहिले हामी पोखरा 21 मासपाटन भन्ने ठाउँमा छौँ। यहाँ एउटा बगान छ, निकै राम्रो सुन्तलाको बगान छ। यहाँ यो लगभग 32-33 सालतिर 32 सालमा कुमार माली भन्ने एकजना प्राविधिक हुनुहुँदो रहेछ। उहाँले पुरै लेआउट गरेर यो सबै बगानहरू राम्रो देखिने गरी व्यवस्थापन गर्नुभएको छ। यो चाहिँ निकै आकर्षक पनि छ। अहिले असिना छेक्ने जाली प्रयोग गरेर यो बिरुवाहरूमा जोगाड गर्नुभएको छ। मेहनत पनि छ। सधैँ असिना पर्ने यो फेदीपाटन क्षेत्रमा यो खालको व्यवस्थापन बराबर देखियो।